सिटी स्क्यानको पक्षमा रहेछ। अनि मैले उहाँलाई सोधेँ यो सिटी स्क्यानले चाहिँ नि कति पैसा लिनुहुन्छ तपाईँहरू यो सिटी स्क्यान गरेर? अनि उहाँले भन्नुभयो 3000 देखि 12000सम्म छ प्याकेज हेरेर। 3000 को प्याकेज पनि छ र म्याक्सिमम 12000सम्म लाग्छ। अनि मैले यही काम प्राइभेट अस्पतालमा अथवा प्राइभेट क्लिनिकमा गएर सिटी स्क्यान गर्नुपर्ने सुविधा दिनुपर्ने भयो भने कति पैसा पर्छ? उहाँले प्रश्नताका साथ भन्नुभयो 3000 पर्ने 6000 पर्छ, 12000 पर्ने 25000 पर्छ। जुन धौलागिरी अस्पताल गण्डकी प्रदेश सरकारको मातहतमा रहेको अस्पतालले 12000 को सेवा दिइरहेको छ, त्यो सेवा तपाईँले बाहिर लिनुपर्यो भने 25000 पर्छ। 3000 मा सेवा दिइरहेको छ, त्यो सेवा बाहिर लिनुपर्यो भने 6000 पर्छ। यो त मैले एउटा उदाहरण मात्र दिएँ। हरेक चाहिँ फिल्डमा प्राइभेटमा भन्दा अथवा अन्य अस्पतालभन्दा प्रदेश अस्पतालले दिएको सेवामा सुगम पनि छ, सहज पनि भएको छ र सस्तो पनि भएको छ। बिहानमा अहिले आफैले पनि एउटा कर्म हो गरेर आए आयुर्वेद के भन्छ हाम्रो आयुर्वेद अस्पतालले दिने सेवामध्ये एउटा सेवा पनि लिएर आएको। अनि त्यो सेवा मलाई दिने व्यक्ति जो चाहिँ टेक्निसियन हुन्छ उहाँ सङ्घ सरकारबाट आउनु भएको रहेछ। त्यो अस्पतालमा 2 जना सङ्घ सरकारका त्यस्ता टेक्निसियन हुनुहुँदो रहेछ, 2 जना चाहिँ प्रदेश सरकारको रहेछ। अनि मलाई त्यहाँको डाक्टर साहबले भन्नुभयो एउटा कुरा मिलाउनु पर्ने छ। के कुरा मिलाउनु पर्ने? प्रदेश सरकारले त्यो टेक्निसियन जो कार्यालय सहयोगीको स्तरको छ त्यसलाई मासिक रूपमा 24000 रुपियाँ उसलाई तलब दिन्छ। तर सङ्घ सरकारको मातहत भएका केही कर्मचारी केही काम गर्छ उसलाई जम्मा 20000 रुपियाँ दिन्छ। अनि हामी के भन्छौँ? प्रदेश सरकारले के भन्यो? प्रदेश सरकारसँग के छ? यहाँ जानुस् बाग्नु मात्र होइन, म गर्वका साथ भन्छु, घमण्डका साथ भन्छु, अहिले जति पनि बाटो घाटो सिँचाइ खानेपानी यो प्रदेशमा तपाईँले अनुभव गरिरहनु भएको छ, 90% भन्दा बढी भौतिक पूर्वाधारहरू प्रदेश सरकारमा गरेका छन्। तर हामीले यी कुराहरू जनतालाई भन्न सकेनौँ, जनताको पुर्याउन सकेनौँ, जनतालाई महसुस गराउन सकेनौँ। समस्या त्यहाँनिर भयो। तर पनि हामी त्यो कारणले गर्दा के भयो भने जनतालाई एउटा केही भएन भने भाष्य निर्माण भयो, केही भएन भने भाष्य निर्माणले निराशा छ। त्यो निराशाका कारणले अब यहाँ केही पनि हुँदैन, त्यसैले हामी गाउँमा नबसौँ भनेर गाउँका मान्छे सहरका मान्छे परदेश विदेशतिर भाष्य मनोवृत्ति पढ्यो। त्यही मनोवृत्ति त्यही एउटा भाष्यका कारणले गर्दा कि जुन त्यही नैराश्यता उत्पन्न भएको कारणले गर्दा। त्यसैले हामीले गरेका कुराहरू गर्न सक्ने कुराहरू जनतालाई प्रशंसनमा भन्ने र जनतालाई जुन निराशा अहिले छाएको छ, देखिएको छ, त्यसलाई आशामा गर्नु। र अहिले हाम्रो जुन गाउँघरमा पुरा जमिनहरू खाली हुँदै गएको छ, बस्तीहरू खाली हुँदै गएको छ, अब त्यसलाई फर्काएर गाउँको खाली जमिनमा कसरी उत्पादनसँग जोड्ने, यो हामी र स्थानीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बिचमा समन्वय र सहकार्य गरेर त्यसलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ। त्यसका लागि गण्डकी प्रदेश सरकारले सहकार्यको लागि स्थानीय सरकारले जस्तो अहिले देखाउनु यहाँको प्रेजेन्टेसनमा कि यो डग सेन्टर हाउस त्यो हाम्रो र स्थानीय तहको सहकार्य भएको अरू कामहरू पनि छ। अब यो यस्ता सहकार्यहरू हामीले उत्पादनसँग लगेर जोड्नु पर्यो, रोजगारीसँग लगेर जोड्नु पर्यो। त्यतातर्फ चाहिँ हामीले सहकार्य गर्नुपर्ने आवश्यकता छ। त्यसमा गण्डकी प्रदेश सरकारको तर्फबाट केही कार्यक्रमहरू छ, चाहे तपाईँ तरकारी खेती भन्नुहोस्, चाहे अन्य चाहिँ फलफुल खेती भन्नुहोस्। हामीले उत्पादनको आधारमा अनुदान भनेका छौँ कि कृषकहरू यदि समूहको रूपमा आउनुहुन्छ र व्यावसायिक किसिमबाट खेती गर्न चाहनुहुन्छ भने तपाईँहरूको लगानीमा प्रदेश सरकारले 40% देखि लिएर 80% तपाईँलाई सहयोग गर्छ। चाहे फलफुल खेतीमा होस्, चाहे तरकारी खेतीमा होस्, चाहे अन्य खेतीमा होस्। तपाईँहरूले ज्ञान दिलाउन जानुपर्ने धेरै कुराहरू बुझ्नु सक्छ। सुरुदेखि जमिन खन्नेदेखि उत्पादन गर्ने बेलासम्म चाहिँ हामी सहयोग गरिरहेका छौँ। त्यसैले यो रोजगारीका लागि पनि हाम्रो सहयात्रा र सहकार्य हुनु जरुरी छ। त्यसका लागि यही कार्यक्रमहरू प्रदेश सरकारबाट हिजो पनि थियो, आज पनि छ, अब पनि हुन्छ।
किनभने हामी अहिले आफ्नो नीति कार्यक्रम र बजेटको समूहमा छौँ। त्यसैले यी कुराहरूमा पनि हामीले सहकार्य गर्नुपर्छ। अहिले हामीले भर्खरै गण्डकी प्रदेश सरकारको तर्फबाट पेश भएको विधेयक ऐन बनेर आएको छ कि घरेलु मदिरालाई अब ब्रान्डिङ गर्न उत्पादन गर्न कानुनी रूपमा त्यसलाई चाहिँ वैधता दिनु। हाम्रो गण्डकी प्रदेश भनेको जनजातिको बाहुल्यता भएको प्रदेश हो। यहाँ 49% भन्दा बढी पपुलेसन, झन्डै 40% पपुलेसन चाहिँ जनजातिको छ। त्यो जनजातिहरूको आफ्नै कल्चर छ, संस्कृति छ, जहाँ आफैले चाहिँ स्थानीय मदिराहरू उत्पादन गर्नुहुन्छ, चाडपर्वदेखि लिएर पूजाआजासम्म। र कतिपय परिवार यस्तो पनि छ कि त्यही थोरै चाहिँ बनाएको कारणले गर्दाखेरि थोरै मदिरा उत्पादन गरेर पनि बजारमा लगेर लुकेर बेचेर आफ्नो परिवारको अथवा छोराछोरीको पढाइको गुजारा गर्ने परिवार पनि धेरै छ। त्यसैले हामीले के भने हो भन्दाखेरि यात्रु नेपाललाई मदिरा निषेध क्षेत्र बनाउनु, कुनै पनि मदिरा नेपालमा आउन पनि पाइँदैन, पिउन पनि पाइँदैन भन्नु पर्यो। त्यो पनि हामीले त्यसलाई गर्न सक्छौँ। डलर दिएर विदेशबाट मदिरा लिएर आउने, रक्सी आयात गर्ने, खुलेआम खाने, भट्टीर चाहिँ रेस्टुरेन्टमा बसेर, अनि ती गाउँका दिदीबहिनीहरू सानो एक जर्किन रक्सी बनाएर आफ्नो जीविकोपार्जनको लागि, घर खर्चको लागि, परिवार पाल्नको लागि, बच्चाको कापी किताब किन्नको लागि अलिकति चाहिँ बेच्न जाँदाखेरि चाहिँ सबै चाहिँ हाम्रो सुरक्षा निकायले त्यो या त त्यो भण्डी के भन्छ त्यो फुटाइदिनु या जर्किनबाट बसेर पढा के अरे कोही यो हुन भएन, यो हुनु हुँदैन। त्यसैले हामीले चाहिँ यो दुईटा कुरालाई एउटा सामाजिक अहिलेको अवस्था अर्को र उत्पादनसँग गाउँलाई जोड्नको लागि पनि त्यो गर्दाखेरि हामीले के भनेका छौँ भन्दाखेरि त्यो ऐनमा यदि तपाईँ कोदोको रक्सी बनाउन चाहनुहुन्छ भने त्यो कोदो गण्डकी प्रदेशभन्दा बाहिरबाट किनेर ल्याएर यहाँ बनाउन पाउनु। तपाईँ गहुँको बनाउनुहुन्छ, फलफुलको बनाउनुहुन्छ, जौको जेको बनाउनुहुन्छ, तर गण्डकी प्रदेशभन्दा बाहिरबाट चाहिँ यो अन्न आयात गरेर यहाँ ल्याएर रक्सी बनाउनु चाहिँ पाइँदैन। अहिले हाम्रो जमिन खाली छ, कोदो रोप्नुहोस्, त्यहाँ उत्पादन गर्नुहोस्, कोदोको रक्सी बनाउनुहोस्, गहुँ रोप्नुहोस्, गहुँको उत्पादन के अरे रक्सी बनाउनुहोस्। त्यसरी हामीले यसलाई कानुनले लागू गरेका छौँ। अब यो साउनदेखि यो लागू हुन्छ र त्यसको अर्को कारण के हो भन्दाखेरि अहिले जथाभावी रक्सीहरू उत्पादन भएको छ। त्यसको गुणस्तर नभएका कारणले कतिपय हामीले सुनेका छौँ कि त्यो रक्सी खाएका कारणले, मदिरा पिएका कारणले, विषादी रक्सी परेको कारणले मानिसको मृत्यु पनि भइरहेको छ। त्यसलाई त्यसलाई ब्रान्डिङ पनि, क्वालिटी पनि बढाउनु, त्यसको गुणस्तर पनि कायम गर्नु, त्यो हिसाबले हामीले गरिरहेको छ। अर्को तपाईँको बागलुङको हकमा हेर्ने हो भने बागलुङ जिल्ला हाम्रो गण्डकी प्रदेश मात्रै होइन, एक किसिमले भनेर नेपालभरिकै पर्छ होला, तर पनि हाम्रो गण्डकी प्रदेशभित्रको सबैभन्दा उच्च स्तरको गाँजा उत्पादन हुने जिल्लाभित्र पर्छ। त्यसैले हामीले के भनेका छौँ भने त्यो पनि मैले भने त्यही अहिले खाली परेको जमिनसँग रोजगारीसँग जोड्नको लागि यसलाई पनि खेती गर्न दिनुपर्छ भनेर हामीले कानुन बनाइरहेको छ। त्यो फेरि मान्नको लागि त्यसको चाहिँ त्यो के अरे लागु पदार्थको रूपमा प्रयोग गर्दैन, औषधि जन्य कच्चा पदार्थको रूपमा अहिले पनि गाँजाको प्रयोग हुन्छ। उद्योग जन्य कपडाको लागि, कस्मेटिक सामानहरूको लागि गाँजाको प्रोडक्टहरू प्रयोग हुन्छ, भइराखेको छ। त्यसैले त्यो दुई चिजको लागि औषधि जन्य कच्चा पदार्थ र औषधिको रूपमा प्रयोग गर्न र उद्योग जन्य कच्चा पदार्थमा प्रयोग गर्नको लागि गाँजा खेती पनि वैध गर्नुपर्छ भनेर हामीले कानुन बनाउँदैछौँ। यो हाउसबाट हाम्रो समितिमा छलफल भइरहेको छ। अन्तिम चाहिँ त्यो एक महिना त्यो हाम्रो जुन मध्ये अधिवेशन 11बाट सुरु हुन्छ, त्यो वैधबाट चाहिँ हामीले वैध गरेर कानुन रूपमा अगाडि बढाउँछौँ। र यो यहाँ हाम्रो विश्वास के हो भने यी दुई तिनवटा कुरा, अरू कुराले हामी धेरै त्यो जमिन बाँझो जमिनलाई उपयोग गर्न सकेनौँ। यी दुईवटा कुराबाट अहिले गाउँघरमा बाँझो रहेको जमिनलाई उपयोग गर्न सकिन्छ कि भन्ने हामीले हाम्रो त्यो उद्देश्यका साथ हामीले चाहिँ ती कानुनहरू निर्माण गरेका हौँ। अब यो गाँजाको लागि चाहिँ त्यत्तिकै रिस्की पनि छ कि कतै यसको दुरुपयोग नहोस्, यसले गर्दाखेरि लागु पदार्थको रूपमा यसलाई प्रयोग गर्ने बाध्य नहोस्, उकुलो नहोस्, त्यसमा पनि हामी सचेत छौँ। त्यसमा सबै समाजका, सबै स्थानीय तहका साथी
यो हाम्रो गण्डकी प्रदेश मैले अघि पनि भने जनजातिको बाहुल्यता भएको र यहाँ सबैभन्दा ठुलो धेरै जनसङ्ख्या भएको मगरको छ, त्यसपछि गुरुङको छ। त्यसैले हामीले हाम्रो गण्डकी प्रदेश सरकारको सरकारी कामकाजको भाषाको रूपमा मगर भाषा र गुरुङ भाषालाई मान्यता दिएर हामी कानुन निर्माण गरेका छौँ। अब कोही पनि मगर भाषामा आफ्नो सरकारी सेवा लिन चाहनुहुन्छ भने, गुरुङ भाषामा आफ्नो सरकारी सेवा लिन चाहनुहुन्छ भने त्यो सेवा प्रदान गरेर हामीले दिन सक्ने गरेर हामी कानुनको निर्माण गरेका छौँ। त्यस्तै झन्डै 20% जति 19.6% रहेको डाटा झन्डै 20% जति दलित समुदाय छ हाम्रो गण्डकी प्रदेश। दलितको बारेमा दलितको इतिहासको पीडा मैले यहाँ बताउनु पर्दैन। किनभने हामी सबैले समाजमा दलितप्रति गर्ने व्यवहार हामीले देख्दै आएको। उहाँले ठुलो एउटा चाहिँ डिस्क्रिमिनेसन, उहाँले चाहिँ भेदभाव भोग्नुपर्ने अवस्था रह्यो। त्यसैले त्यो दलित वर्गलाई सशक्तिकरण गर्नको लागि पनि गण्डकी प्रदेश सरकारले कानुन निर्माण गरेको छ र त्यो पनि कार्यान्वयन चरणमा जानेछ। मैले यो कुरा किन भनिराखेको छु तपाईँहरूलाई भन्दाखेरि हामीले नीतिगत रूपमा सामाजिक क्षेत्रमा विकास निर्माण मात्र होइन, खानेपानीको एउटा बन्ने मात्र होइन, बाटोको एउटा बन्ने मात्र होइन, बिजुली कामको मात्र होइन, सिँचाइको मात्रै होइन, समाजलाई प्रत्यक्ष प्रभाव पार्ने खालका नीतिगत कानुनहरू पनि र उत्पादनलाई बढाएर रोजगारीसँग जोड्ने र ग्रामीण क्षेत्रको जमिनलाई उत्पादनसँग जोड्नको लागि प्रदेश सरकारले कसरी अगाडि बढिरहेको छ त्यो नीतिगत केही कुराहरू तपाईँहरूको राख्छ। किनकि यस्ता कुराहरू हामीले प्रत्येक ठाउँमा भएका कुराहरू गरेका कुराहरू चाहे स्थानीय पालिकाबाट होस्, चाहे प्रदेशबाट होस्, चाहे सङ्घबाट गरेका काम हुन सक्ने अवस्था र डेस्टिनेसन अथवा कहाँ पुग्दैछ, कहाँ हटाएको छ, कहाँनिर जाँदैछौँ भनेको जनतालाई बताउन सकेनौँ भने मैले अघि नै भने कि जनताको मनमा केही पनि हुँदैन भन्ने निराशाका कारणले गर्दाखेरि मुलुक अझ केही पनि नहुने अवस्थामा पुग्न सक्ने गर्लाको अवस्था छ। त्यसैले गर्न सकिन्छ, हुन्छ, भइरहेको छ, क्रमागत रूपमा हुन्छ। आज अहिले हेर्दा कि आजको युरोप भने 50 सालभन्दा पहिला नेपाल पनि त्यो भएन। अनि त्यो युवालाई लाग्छ कि यो युरोप किन बनेन, युरोप यस्तो छ नेपाल किन यस्तो, जापान यस्तो छ नेपाल किन यस्तो, अमेरिका यस्तो छ नेपाल किन यस्तो, अस्ट्रेलिया यस्तो छ नेपाल किन यस्तो। कुनै जमानामा केही सीमित 10 वर्ष 20 वर्ष 30 वर्षमा मात्रै भएको होइन। त्यसमा 30 वर्षमा केही पनि भएको 200 वर्षको नेपालमा कस्तो सरकार बन्यो, कसले राज गर्यो, किन भनेर प्रश्न हरेकको मनमा आउँछ। तर त्यो निराशाले मात्रै, त्यो नेगेटिभनेसले मात्रै मुलुकलाई गर्न सकिन्छ। आशावादी बनेर मात्रै केही गर्न सकिन्छ। त्यो आशा देखाउने भएको अहिलेको हामी जो जनप्रतिनिधि छौँ, स्थानीय सरकार छ, प्रदेश सरकार छ, सङ्घ सरकार छ, हाम्रा कामका कारणले र हामीले गरेका कामहरूले आशावादी जनतालाई बनाउन सक्यौँ भने हामीले त्यो केही समयपछि हामीले सोचेको जस्तो समृद्ध नेपाल, सुखी नेपाली हाम्रो नारा पनि छ, त्यसलाई पुरा गर्न सकिन्छ। त्यसका लागि सबैको एक आपसको सहयोग र सहकार्यको जरुरत छ। प्रदेश सरकार, सङ्घ सरकार आफ्नै तालमा एक्लै हिँड्ने, अनि प्रदेश सरकार एक्लै हिँड्ने आफ्नो तालमा, स्थानीय सरकार आफै एक्लै तालमा हिँड्ने भने त्यो चाहिँ यो कुरालाई हामी पुग्न सक्छौँ। त्यसैले सबै सरकारहरू मिलेर जनताहरूलाई एकताबद्ध गरेर त्यो गोल चाहिँ हामीले एचिभ गर्न सक्छौँ। त्यसका लागि यी पालिकाहरूले गरेका कामहरू आज जे चाहिँ यो बागलुङ नगरपालिकाबाट भएका कामहरूको यहाँ हामीले अनुभव गरेर हेर्ने मौका पायौँ र यो अवसर पनि